कंग्रेचुलेसन टिम लुम्बिनी लायन्स। आज भएको खेलमा काठमाडौँ गोर्खालाई धुलो चटाउँदै लुम्बिनी लायन्स विराटनगर किङ्ससँग भिड्नको लागि क्वालिफायर 2 मा पुगिसकेको छ। आज भएको खेलमा पहिला टस जितेको काठमाडौँ गोर्खाले ब्याटिङ गर्ने निर्णय गर्छ र लुम्बिनी लायन्सको हातमा बल थमाइदिन्छ। पहिला ब्याटिङ गरेको काठमाडौँले सुरुवाती क्रमदेखि नै आफ्नो ब्याट्सम्यानहरूलाई गुमाउन थाल्छ र 19.1 ओभर खेल्दै 111 रन बनाउँदै आफ्नो सबै विकेट गुमाउन पुग्छ। लुम्बिनी लायन्सलाई 112 रनको टार्गेट दिन्छ। जवाफी ब्याटिङमा आएको लुम्बिनी लायन्सले 17.4 ओभर ब्याटिङ गर्दै 6 विकेटको नोक्सानीमा 112 रन बनाउँदै र विराटनगर किङ्ससँग भिड्नको लागि लुम्बिनी लायन्सले काठमाडौँ गोर्खालाई घर पठाइदिसकेको छ। के लाग्छ तपाईहरुलाई, अब क्वालिफायर 2 मा विराटनगर किङ्सले जित्ला कि लुम्बिनी लायन्सले फेरि पनि एकचोटी विराटनगरको शिकार गर्ला? के लाग्छ तपाईहरुलाई? कमेन्ट गर्न भने नभुल्नु होला।